was possessed by the demonic spirit. The man who was possessed by a demonic spirit is getting free. यहाँ चाहिँ उसले छुटकारा पाउँदैछ, is getting a freedom. अनि यहाँ चाहिँ लेखिएको छ 5:1 मा हेर्नुस् है। अनि उहाँहरू समुद्रको पारीपट्टि गोर्सनोसको मुलुकमा आउनुभयो। येशू ढुङ्गाबाट बाहिर निस्कने बित्तिकै चिहानबाट अशुद्ध आत्मा लागेको एकजना मानिसले उहाँलाई भेटायो। त्यो चिहानहरू हुँदो बस्दथ्यो, कसैले पनि त्यसलाई साङ्लाले समेत बाँध्न सक्दैन थियो, किनकि त्यो धेरैपल्ट नेल र साङ्लाहरूले बाँधिएको थियो र पनि त्यसले साङ्लाहरू टुक्रा टुक्रा पारी छिनाइहाल्थ्यो। कुनै मानिसले पनि त्यसलाई बसमा पार्न सकेको थिएन। त्यो रात र दिन सधैँ चिहानहरू र डाँडाहरूमा कराउँदै आफूले आफैलाई ढुङ्गाले काट्दै हिँड्थ्यो। अनि जब त्यसले येशूलाई टाढैबाट देख्यो तब दौडेर आयो र उहाँलाई दण्डवत गर्यो। हालेलुया। अनि ठुलो स्वरले चिच्याएर त्यसले भन्यो, हे सर्वोच्च परमेश्वरको पुत्र येशू, तपाईको मसँग के सरोकार? म परमेश्वरमा शपथ खाएर तपाईलाई बिन्ती गर्दछु कि मलाई दुःख नदिनुहोस्, किनकि उहाँले त्यसलाई भन्नुभएको थियो, ए अशुद्ध आत्मा त्यस मानिसबाट निस्कि आइज। आमेन। हामी यहाँसम्म हेरौँ अहिलेलाई, होइन 7-8सम्म। यहाँनिर येशू ख्रीष्ट र उहाँको चेला येशू ख्रीष्ट र उहाँको चेला चाहिँ गोर्सनोस भन्ने एउटा इलाकामा, एउटा गाउँमा आइपुग्छ। एउटा यस्तो टेरोटोरीमा आइपुग्छ जुन ठाउँमा चाहिँ उहाँहरू किनारा भएर उहाँहरूको डुङ्गालाई पार गर्दै गर्दा किनारको छेउमा चाहिँ चिहान घारीहरू रहेछ, लासहरू राख्ने चिहान घारी रहेछ। तर जसै येशू ख्रीष्ट चाहिँ डुङ्गाबाट बाहिर उत्रिनु हुने बित्तिकै के गरे रे? त्यो भूत लागेको मान्छे, the man who was possessed by the demonic spirit, त्यो चाहिँ के गरेर भन्दा चाहिँ येशूलाई देख्ने बित्तिकै दौडेर आयो अरे। येशूलाई देख्ने बित्तिकै कुदेर आएर येशूको अगाडि घोडा टेकेर दण्डवत गरे। एउटा भूत आत्मा लागेको मान्छेले चाहिँ येशू ख्रीष्टको अगाडि कुदेर आएर येशू ख्रीष्टलाई ढोक्दैछ। He was surrendering himself. यहाँनिर चाहिँ येशूको अगाडि ढोक्यो। हेर्नुहोस् है, किनकि किन रहेछ अरे भन्दा चाहिँ येशू ख्रीष्टले चाहिँ he was commanding the unclean spirit to come out of that man. येशू ख्रीष्टले चाहिँ त्यो अशुद्ध आत्मा भित्र पस्ने गरेको मान्छेलाई चाहिँ आज्ञा गर्दै हुनुहुन्थ्यो, ओ भूत आत्मा त्यो मान्छेबाट निस्किआइज भन्ने बित्तिकै त्यो मान्छे चाहिँ वास्तवमा कुदेर येशू ख्रीष्टको अगाडि आएर येशू ख्रीष्टलाई दण्डवत गरे, येशू ख्रीष्टलाई ढोके अरे। अब यो भूत आत्मा लागेको मान्छे चाहिँ कहाँ बस्थ्यो अरे भन्नुहोस् त? चिहान घारी उदी बस्थ्यो अरे, चिहान घारीमा डुलिन्थ्यो अरे। अब हामीले अब के पायौँ भन्दा उसलाई चाहिँ मान्छेले कतिचोटि चाहिँ समातेर चाहिँ मान्छेहरू पनि यहाँसम्म पुगेको रहेछ कि मान्छेहरू पनि गलिसकेको रहेछ उसले यसलाई समातेर बाँधेर साङ्लीले बाँधेर काँडीले थोक्दा पनि नसकेको उसलाई, हेर्नुहोस् है, उसलाई बाँधेर त्यो भूत आत्मा लागेको मान्छेलाई बाँधेर हात खुट्टा बाँधेर साङ्लीले, होइन, अब साङ्लीले बाँधेर लगेर उसलाई चाहिँ काँटीले नेलले भने काँटीले ठोक्दा पनि काँटी साटी झटाएर त्यो साङ्ली चुट्टाए मात्रै भनेको छैन उसले, तर के गरे अरे? टुक्रा पार्थ्यो अरे त्यो साङ्ली। He was that powerful. त्यो मान्छे त्यति धेरै शक्तिशाली थियो अरे। हेर्नुहोस् है, अनि के गरे उसले? अनि त्यो चाहिँ दिन र रात चिहानमै उसको बास हुन्थ्यो। चिहान घारी उदै डुल्थ्यो, डुडी हिँड्थ्यो र के गर्थ्यो अरे उसले? ढुङ्गाले he was hurting himself. हेर्नुहोस् है, ढुङ्गा चाहिँ उसले अब ढुङ्गाले काट्थ्यो अरे भनेपछि पक्कै ढुङ्गा द्याट स्टोन निड्स टु बी भेरी शार्प, राइट? त्यो ढुङ्गा चाहिँ उसले फुटाउँथ्यो, टुक्रा टुक्रा पार्थ्यो। जब शार्प निस्किन्थ्यो नि त्यो तिखो हुन्थ्यो नि ढुङ्गा, अनि ढुङ्गाले उसले आफै काटेर दुःख दिन्थ्यो। उसले के गर्थ्यो अरे? ढुङ्गाले चाहिँ उसले आफै काटेर दुःख दिन्थ्यो अरे, काट्थ्यो जिउतिर खुट्टातिर सबैतिर काट्थ्यो उसले, आफैलाई चोट लाउँथ्यो अरे। He was hurting himself, होइन, he was torturing himself भन्यो भने वर्डमा चाहिँ
अनि जसै येशू ख्रीष्ट ढुङ्गाबाट उत्रिने बित्तिकै यो मान्छे कुदेर आएर चाहिँ के गरे अरे येशूको अगाडि दण्डवत गरे अरे किनकि येशू ख्रीष्टले त्यसलाई के भन्नुभएको थिएछ हे अशुद्ध आत्माहरू त्यो मानिसबाट निस्किआइज भनेपछि यो एक्टिभिटिज गर्ने यो जति पनि आफैलाई दुःख दिने चिहान घारी उदी डुल्ने वास्तवमै उठेछ थिएन रहेछ तर ऊ भित्र जबरजस्ती पसेको भूत आत्माहरू रहेछ यो भूत आत्माहरूले चाहिँ चिहान उदी डुल्नु मन पराउँदो रहेछ यो भूत आत्माहरूले चाहिँ आफैलाई हान्ने आफैलाई ह्याम्पर गरेको आफैलाई टोट पारेको मन पराउँदो रहेछ वास्तवमा भूत आत्माले आफैलाई गरेको थिएन नि त तर भूत आत्माले चाहिँ यो व्यक्तिलाई चाहिँ हर्ट गर्दैछ जुन यीशु ख्रीष्टले थाहा पाउनुभयो र परमेश्वरको पुत्रले देख्ने बित्तिकै भूत आत्मा डराएर भूत आत्मा डराएर कुदेर आएर हे परमेश्वरको पुत्र घोडा टेकेर परमेश्वरको अघि दण्डवत भने के हो he was lying not even just के हो उले आफैलाई घोडा टेकेको मात्रै he was not kneeling down he was surrendering लम्पसार पर्नुलाई चाहिँ दण्डवत भन्छ अनि उले के गर्यो भन्दा चाहिँ यसो डरायो this man was possessed by the spirit of demon he was very afraid that the son of God is here किनकि परमेश्वरको पुत्र चाहिँ उसको अगाडि आयो भनेर उ डराएर आयो अनि उले भन्दैछ हे परमेश्वरको पुत्र येशू हामीलाई केही नगर्नुहोस् तपाईँ के हामीलाई हानि गर्नु यहाँ आउनु भएको हो हामीलाई केही नगर्नुहोस् बिन्ती छ म परमेश्वरको शपथ खाएर भन्छु हामीलाई केही नगर्नुहोस् अब हामीले थाहा गर्नुपर्छ इभन द डिमोनिक स्पिरिट नोज हु जीसस इज तर हामी कतिलाई थाहा हुँदैन संसारलाई थाहा छैन कि उहाँ परमेश्वरको पुत्र भएर आउनु भएको थियो हालेलुया यसकारणले त शैतानले संसारले आज विश्वास गर्न दिँदैन येशू चाहिँ परमेश्वरको पुत्र हो भनेर द डुम अफ द रकमा मुस्लिमहरूको टेम्पलको माथि हेर्नुहोस् God doesn't have a son किन वाइ परमेश्वरको पुत्र छैन सिधै भनेको छ किनकि शैतानले बुझ्नु दिँदैन जिजस चाहिँ परमेश्वरको पुत्रको रूपमा पृथ्वीमा आउनु भएको थियो हामीलाई सेल्भेसन दिनु हामीलाई उद्धार गर्नु आमेन र त्यसलाई नपत्याओस् भनेर संसारको के भन्छ शैतानले चाहिँ संसारको मान्छेको आँखाहरूलाई बन्द गरिदिएको छ देख्छ तर देख्नु सक्दैन उनीहरूले सुन्छ तर बुझ्नु सक्दैन उनीहरूले सुने पनि बुझ्दैन त्यो कुराहरूलाई तर यहाँ एउटा भूत आत्माले चिन्दैछ द डेमोनिक स्पिरिट नोज हु जीसस इज र उसले भन्दैछ कि द सन अफ गॉड ए परमेश्वरको पुत्र हामीलाई केही नगर्नुहोस् बिन्ती छ म तपाईले पढाउनु भएको तपाईको पिता माथि हुनुहुन्छ स्वर्गमा उहाँको नाममा म बिन्ती गर्छु हामीलाई केही हानि नगर्नुहोस् हेर्नुहोस् त हाउ स्मार्ट ही इज एउटा भूत आत्मा कति स्मार्टनेस यहाँ गर्दैछ उले परमेश्वर पिताको शपथ खाएर हामीलाई केही नगर्नुहोस् भन्दैछ किनकि उसलाई थाहा छ येशू ख्रीष्ट चाहिँ पृथ्वीमा आउनु हुँदा मान्छे भएर आउनु भएको थियो भनेर अनि यहाँनिर बताउँदैछ जसै त्यो यहाँनिर भूत आत्माले बताउँदैछ कि येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भनेर अब त्यो अशुद्ध आत्माहरू लागेको मान्छेले यहाँ के बताउँदैछ भन्दा हामीले 9 देखि हेरौँ ल 9 मा भन्छ हेर्नुस् है अनि उहाँले त्यसलाई सोध्नु भयो तेरो नाउँ के हो है त्यसले उहाँलाई भन्यो मेरो नाउँ त फौज हो किनकि हामी धेरै छौं हेर्नुस् है यो मान्छे कतिजना रहेछ 1 पर्सन एउटा व्यक्तिसँग चाहिँ धेरै भूत आत्मा रहेछ भन्ने कुरा हामीले थाहा गर्दैछौँ द लिजन द स्पिरिट अफ लिजन इज इन हिम हेर्नुस् है एउटा फौजको आत्मा चाहिँ त्यो मान्छेसँग छ लाखौं हजारौं भूत आत्माले यो मान्छेलाई भरेको छ हेर्नुस् है यो भन्दा अघि मैले यो वचन पढ्दै गर्दाखेरि अगाडि मैले यो वचन पढेको हो हैन धेरै पछि पनि तर यो प्रकाश मलाई आकै थिएन यो भन्दा जसै उसले यो मान्छेले चाहिँ साङ्गीले बाँध्दा पनि टुक्रा टुक्रा पार्थ्यो त्यो साङ्गी चुट्टालाई मात्रै भाग्थेन ऊ तर त्यो साङ्गीलाई पनि टुक्रा पारिदिने भनेपछि त्यो बल उसले कहाँबाट पायो द स्पिरिट अफ स्ट्रङ म्यान इज बिहाइन्ड दिस एउटा बलवान मानिसको भूत आत्माले यो मान्छे ग्रसित छ एउटा
मान्छेले के पो उचाल्न सक्छ होला र? एउटा गाडी उचाल्न सक्छ सक्दैन नि होइन र? उसले आफ्नो सक्ने एबिलिटीले केही कुरा उचाल्न सक्ला, तर त्यो भन्दा अनकन्ट्रोलेबल यो मान्छेले के भन्छ अनकन्ट्रोल, कसैले उसलाई कन्ट्रोलै गर्न सक्थेन भनेपछि हि वाज अनकन्ट्रोल। जुनै पनि कुरा हाम्रो समशक्ति भन्दा हाम्रो सेन्स भन्दा नि अनकन्ट्रोल छ भने त्यसको बिहाइन्ड चाहिँ जहिले पनि के हुन्छ, द डिमोनिक स्पिरिट इज बिहाइन्ड देयर। जहिले पनि कुनै न कुनै भूत आत्माले चाहिँ त्यहाँ काम गर्दैछ हामीलाई। हाम्रो कतिचोटि हाम्रो के हुन्छ, सक्दैन नि त हामी, यो खाने बानी छ मेरो, यो चेप्ने बानी छ, यो हेर्ने बानी छ होइन, उदाहरणको लागि होइन, यो पछाडि त हाम्रै निम्ति हो नि त। सो यो कारणले गर्दाखेरि हामीसँग कति चाहेर पनि, हामीले कति प्रार्थना गर्दा पनि होइन, कति त्यसलाई ईश्वरको नाममा जाप भन्दा पनि होइन, कति बाइबल पढ्दा पनि हाम्रो कोसिसले हाम्रो बलले चाहिँ के गर्यो, हामीले कतिचोटि सक्दैन त्यो कुरालाई। तर वी हेभ टु बी अलवेज थिङ्कफुल थटफुल कि त्यसको बिहाइन्ड चाहिँ के छ, द स्पिरिट अफ डिमन। अब त्यो स्पिरिटको नाम के रहेछ अरे भन्दाखेरि छ द स्ट्रङ म्यान, बलवान मानिसले चाहिँ। अस्ति हामीले पास्टर बुवाले अस्ति भन्दै गर्नुहुँदा, गवाई बाँड्दै गर्नुहुँदा बगैनाको बोर्ड त उहाँलाई ढालेको पनि के भन्थ्यो, त्यति धेरै शक्ति आउँथ्यो अरे उहाँको। उहाँले के भन्नुभयो, तर जसै प्रभुलाई पाएँ मैले त्यो बगैनाको बोर्ड मैले किन ढाल्नु भयो, रिसमा ढाल्नु भएको नि होइन भने जस्तै मैले प्रभुलाई पाएँ म अर्कै भएँ, म नम्र भएँ भनेपछि हामी कतिले भन्छ कि रिस सुचेची भने म आँखै देख्दिनँ भन्छौँ नि। वाइ रिस उठ्दा हामी ब्लाइन्ड हुन्छौँ, किनभने वी क्यानट सी। सैतानले के गर्छ, हामीलाई ब्लाइन्ड बनाइन्छ अनि हामी के गर्छौँ, वेयर वी आर गोइङ वी नेभर नो, हामीलाई थाहा हुँदैन, हामीले वी आर हर्टिङ वी नेभर नो। यसकारणले गर्दाखेरि चाहिँ कति कुरा चाहिँ हाम्रो बसमा हामीले कन्ट्रोल गर्नु सकेन भने चाहिँ अलवेज रिमेम्बर देयर इज द स्पिरिट बिहाइन्ड, किनकि त्यो चाहिँ हाम्रो कन्ट्रोलमा छैन, के हाम्रो कन्ट्रोलमा त्यो चाहिँ छैन। यसकारणले गर्दा येशू ख्रीष्टले चाहिँ अब यसकारणले गर्दा यहाँ येशू ख्रीष्ट किन आउनुभयो भन्दाखेरि त्यो स्पिरिटलाई थाहा भयो, त्यो डिमोनिक स्पिरिटलाई थाहा भयो, द सन अफ गॉड इज हियर नाउ, दिस मैन इज गोइङ टु बी डेलिभर्ड एन्ड वी विल बी कास्ट आउट। हालेलुया। त्यो भूतात्मा लागेको मान्छेले त्यो भूतात्माले थाहा पाए कि परमेश्वरको पुत्र यहाँ आउनुभयो, अब हामीलाई यहाँ यो घरमा बस्नु दिँदैन, हामीलाई निकाल्छ अब यहाँबाट। त्यही भएर दौडेर भूतात्मा के गर्दैछ, रिक्वायर गर्दैछ, रिक्वेस्ट गर्दैछ उसले। अब उसले भन्दै, अब यहाँ हामी देख्छौँ कि येशू ख्रीष्टले सोधेको, ओए भूतात्मा तेरो नाम के हो, तेरो त नाम पक्कै छ होला, तेरो नाम के हो भन्दा भूतात्माले भन्दैछ मेरो नाम त फौज हो, द स्पिरिट अफ लिजन। इङ्ग्लिसमा त्यसलाई स्पिरिट अफ लिजन। अब यहाँ हामी चाहिँ फौज भन्छ, किनकि हामी धेरै छौँ अरे, मान्छे एउटा सजाको हेर्नुहोस् त, तर भूत आत्मा चाहिँ धेरै रहेछ। अब हामी पढौँ ल, त्यहाँदेखि के भयो 9 देखि कति 10 देखि ल। ती भूतात्माहरूलाई त्यस इलाका बाहिर ननिकालिदिनुहोस् भनी त्यसले उहाँलाई आग्रहपूर्वक बिन्ती गर्यो। त्यहाँ नजिकैको डाँडामा सुँगुरको एक ठुलो बगाल चरिरहेको थियो। त्यो भूतात्माहरूले यसो भन्यो, उहाँलाई भनेर बिन्ती गर्यो, हामीलाई सुँगुरहरू कहाँ जान दिनुहोस् र हामी ती भित्र पस्छौँ। हेर्नुहोस् है, तब उहाँले तिनीहरूलाई अनुमति दिनुभयो र अशुद्ध आत्माहरू बाहिर निस्केर सुँगुरहरू भित्र पसे अनि करिब 2000 सुँगुरको त्यो बगाल भिरालोबाट समुद्रतिर दौडी गए र समुद्रमा डुबेर मरे। पोर्क त मेरो नि फेभरेटै हो होइन। यहाँ चाहिँ वचनले, मैले मासु खानु नखानुको विषयमा भन्दिनँ, तर यहाँ चाहिँ के बताउँछ भन्दा चाहिँ हामी यो कुरा थाहा पाउँछ कि यहाँबाट चाहिँ द अनक्लिन एनिमल्स चाहिँ नि इट्स भेरी मच टार्गेटेड बाई द डिमोनिक स्पिरिट, इजिली दे क्यान इन्टर इन्टु द्याट होइन। अब अशुद्ध आत्मालाई के भन्छ, अशुद्ध प्राणीहरूमा चाहिँ नि भूतात्मा सजिलै घुस्नु सक्ने रहेछ नि त, हो कि होइन। तर यो मैले किन खानु नखानेसँग भनिनँ भन्दा, किनभने जुन भूतात्मा पसेको 2000वटा सुँगुरहरू थिए नि, त्यो सुँगुरहरू चाहिँ वास्तवमै भिरालोबाट झरेर समुद्रमा खसेर मरे। के खत्तम भयो नि त त्यो सुँगुरहरू,
होइन। यसकारणले गर्दाखेरि चाहिँ हेर्नुहोस् है, अब यहाँ के बताउँछ भन्दा चाहिँ सुँगुरहरूमा पसेर चाहिँ त्यो भूत आत्माहरू चाहिँ भिरालोबाट खसेर चाहिँ मरे भनेपछि एउटा डरलाग्दो कुरा के रहेछ भन्दा नि त्यो केटा कतिवटा थियो अरे, एउटा जस्तो पर्सन एउटा केटा थिए जुन केटामा चाहिँ 2000 वटा भूत आत्मा थिएछ। 2000 वटा भूत आत्माले एक प्रकारले हेर्नु भने दिस पर्सन इज अस, एक प्रकारले हेर्नु भने यो मान्छे हामी हो वास्तवमा। यो मान्छेलाई अब यो मान्छेको एउटा आकार बनाउन हामी हैन, यो मान्छे कस्तो देखिन्थ्यो होला, यो मान्छे कस्तो देखिन्थ्यो होला जो चाहिँ के भन्छ चिहान उदी बस्थ्यो अरे, मान्छेले पनि देख्ने बित्तिकै डराउँथ्यो अरे यो मान्छेसँग। उसको हातको नङ्गाहरू कति लामो भइसकेको थियो होला, मैला भइसकेको थियो होला, कप नुहाउनु नपाएको कति भएको थियो उसले, उसको कपाल जगाटाहरू कस्तो परेको थियो होला, खुट्टाको नङ्ग्राहरू कति भएको थियो होला, खानु नपाएकोले लुक्ते भएर कति सुकेको थियो होला यो मान्छे। र कसैले मलाई उद्धार गर्छ कि भनेर वास्तवमा ऊ पर्खिरहेको थियो। भूत आत्माले थिएन तर वास्तवमै त्यो व्यक्ति द वान हु वाज पोजेस्ड, जो व्यक्ति सताइएको छ नि वास्तवमा त्यो भूत आत्मा सतेको थिएन तर त्यो व्यक्ति चाहिँ सताइएको थियो। र उसले त्यो दिनको प्रतीक्षा गरेर बसिरहेको थियो, मेरो उद्धार कहिले हुन्छ, मलाई कहिले कसै सहायता गर्नु कहिले आउँछ होला कहिले। अनि म सम्झिन्छु कि त्यो योभन्दा अघिको नि मत्तीको पुस्तकको 8 अध्यायमा त्यही हेऱ्यो भने 2 जना मान्छेहरू जसलाई भूत आत्माले, यसोले यो मात्रै होइन हजारौँ भूत आत्मालाई निको पार्नु भएको छ। तर त्यो दुई भूत आत्मा लागेको व्यक्तिको बारेमा यस्तो बनेको छ कि त्यो मान्छेहरूलाई चाहिँ नि हेर्दा पनि डराउँथ्यो अरे मान्छेहरू, त्यति डर लाग्दो थियो अरे त्यो भूत आत्मा। वास्तवमा ऊ त मान्छे हो तर त्यो मान्छे देख्ने बित्तिकै त्यो बाटै पुरै बन्द भइसकेको थियो अरे मान्छे हिँड्नु डरले। अनि हामी कतिचोटि डराउँछौँ नि होइन, मरेको लास हुँदैन हामीलाई डर लाग्छ होइन, चिहान घानीदेखि डर लाग्छ हामीलाई। तर वास्तवमै डराउनु पर्ने चाहिँ बाँचेको मान्छेहरूसँग रहेछ। वास्तवमा हेर्नुहोस् त उसले के गर्यो, ऊ भित्र मान्छे त मरेपछि द डिमोनिक स्पिरिट डजन्ट वान्ट द डेड बडी। हेर्नुहोस् है, भूत आत्मालाई मरेको मान्छेसँग सरोकार छैन तर उसलाई चाहिँ कोसँग सरोकार छ, बाँचेकोसँग। हेर्नुहोस् है, अनि यहाँनिर बताउँदैछ कि यसकारणले त उसले भूत आत्माले के भनेर येशू ख्रीष्टलाई, हे परमेश्वरको पुत्र बिन्ती छ हाम्रो टेरिटोरी यो हो है, हाम्रो यति गोर्सनमुस चाहिँ हामीलाई दिएको टेरिटोरी हो हाम्रो राजाले। हेर्नुहोस् है, यिनीको राजा रहेछ। दिस टेरिटोरी वाज गिवन टु देम बाई देयर किङ। हेर्नुहोस् है, यो टेरिटोरी चाहिँ हाम्रो हो, बिन्ती छ हामीले यो टेरिटोरीबाट यो इलाकाबाट ननिकाल्नुहोस् भनेर भूत आत्माले के गर्यो, ती बस्ने मेरो भन्दैछ उसले। उसले के भन्छ भूत आत्माले, बरु यो हाम्रो यही गाउँको सुँगुर चलिरहेको छ त्यहाँ पठाइदिनु न मलाई, हामी त्यहाँ जान्छौँ बरु। अनि यीशु ख्रीष्टले के गर्नुभयो, यीशु ख्रीष्टले पनि समयभन्दा अघि मैले भने मत्तीको 8मा हेऱ्यो भने भूत आत्माहरूको पनि शैतानको पनि अन्त्य छ भन्ने कुरा यसले देखाउँदैछ। दे अल्सो ह्याभ एन्ड, तर एन्ड भन्दा अघि उनीहरूलाई सुम्पिएको राज्य यो पृथ्वी। हेर्नुहोस् है, जहाँ चाहिँ के गर्छ वास्तवमा सुम्पिएको होइन तर उनीहरूले अधिकार लियो आदम र हावाबाट। किन आदम र हाम्रो राज्य खोसियो, यसकारण उनीहरूको अन्धकारको राज्यमा दे वान्ट टु ड्र्याग अस इन्टु देयर किङडम अफ डार्कनेस। उनीहरूको अन्धकारको राज्यमा हामीलाई ड्र्याग गर्न चाहन्छ। यसकारणले भूत आत्माले के भन्दैछ, होइन अब यो मान्छेलाई त यीशुले निको पार्ने रहेछ होइन, अब हामी चाहिँ यसलाई निको पारे पनि अरूलाई चाहिँ छोड्नु हुँदैन होइन, तर पक्कै हामीलाई सुँगुरकोमा चाहिँ पठाइदिनुहोस्। अब अर्को मान्छेकोमा हामीलाई पठाइदियो यसोलाई भन्नु भयो नि त्यो मान्छेलाई नि यसोले निको पार्नुहुन्छ हो कि होइन। अनि उसले के गर्यो, जीव जन्तुलाई नाम्यो। यसकारण मान्छेको लाइफ चाहिँ कति प्रिसियस छ एउटा एनिमल भन्दा। त्यो एउटा केटाको लागि येशू ख्रीष्टले चाहिँ 2000 वटा सुँगुरलाई बलिदिनु भयो। हाउ मच ही लभड अस, कति। यसकारण तर संसारले हामीले के गर्दैछौँ आज, हामीदेखि माथि एनिमललाई हामीले राखिरहेछौँ, हामीदेखि माथि कागलाई, हामीदेखि माथि गाईलाई, हामीदेखि माथि गोरुलाई होइन। त्यो कुराहरूलाई हामीले स्थान दिँदैछौँ। तर परमेश्वरले भन्नुभयो एउटा मानिसको आत्मा चाहिँ कति धेरै बहुमूल्य छ पृथ्वीको कुनै पनि कुराहरू भन्दा। यसले त्यो केटालाई बचाउनुको निम्ति
हजारौं सुँगुरलाई बलिदान त्यागिदिनु। अब यहाँ के गर्यो भन्दाखेरि चाहिँ एउटा मैले नि 2013 मा होला हामीले यो गवाई हेरेको थियौँ। पहिले कति थाहा छैन, तर सम्झेको कुरा म भन्नेछु। 12 years ओल्डको सानो केटीलाई, शी वाज जस्ट 12 years ओल्ड होइन, 12 वर्षको छोरीलाई चाहिँ भूत आत्माले पक्रेको रहेछ, भूत आत्मा रहेछ उसमा। अब छुटकाराको प्रार्थना गर्दै गर्दाखेरि चाहिँ यो बच्चा चाहिँ, यो छोरीबाट चाहिँ भूत आत्मा चाहिँ मेनिफेस्ट भयो। हेर्नुहोस् है, भूत आत्मा चाहिँ कराउनु थाल्यो, चिच्चाउनु थाल्यो, चिच्याउनु थाल्यो, कराउनु थाल्यो। यो भूत आत्माले नि के गरेको थियो अरे, येशू ख्रीष्टलाई देख्ने बित्तिकै चिच्याएर आयो अरे, ऊ कराउँदै आयो होला होइन। कचोटि के हुन्छ, बाहिरको मान्छे प्रभुलाई विश्वास नगर्नेहरू चर्च आयो भने के हुन्छ, तर्सेर जान्छ नि उनीहरू कतिचोटि। किनकि के हुन्छ, हामी चिच्याउँछौँ, हामी कराउँछौँ, किनकि परमेश्वरको उपस्थितिमा छुटकारा छ। आमेन, आमेन। यसकाले गर्दाखेरि यो केटा, यो यहाँनिर हामीले त्यतिखेर के मैले एउटा गवाई हेरेको थियौँ भन्दा, त्यो बच्चा 12 वर्षको मात्रै थियो, तर ऊ भूत आत्माले ग्रसित थियो। र त्यतिखेर मैले के लर्न गर्नु पाएँ भन्दा नि, यो छोरीभित्र पसेको भूत आत्माले के भन्दै थियो भन्नु न, हामीलाई बिन्ती छ ननिकाल्नुहोस्, हामीलाई ननिकाल्नुहोस्, हामी यहाँबाट गयौँ भने हामीलाई हाम्रो राजाले मार्छ। अनि त्यो पास्टरले सोध्नुहुन्छ क्या, तैँले किन शैतानको लुसिफरको कुरा सुनिस् होइन, तँलाई त परमेश्वरले महिमामा राखेको थियो त स्वर्गमा, किन त्यसरी आइस् भने उसले भन्छ क्या, हामीलाई डिसिभ गर्यो, हामीलाई धोका दियो लुसिफरले। अब अघि मैले भने द किङडम अफ डार्कनेस होइन, अन्धकारको राज्यको राजा को हो, लुसिफर हो। र तिनीको पनि र्याङ्किङ हुन्छ। लुसिफरले सबैभन्दा अलिकति धेरै मान्छेलाई मार्नु सक्ने, धेरै मान्छेलाई नरकमा लानु सक्नेको र्याङ्किङ हाईमा राखिदिएको हुन्छ। त्यहाँदेखि अलिक कम्ती मान्छेहरूलाई इन्फ्लुएन्स गर्नु सक्ने होइन, आफ्नो बसमा ल्याउन सक्ने के भन्छ भूत आत्माहरूलाई अलिकति तल। अनि अर्को चाहिँ अर्को लेभलमा हुन्छ। यो भूत आत्माहरू चाहिँ साह्रै डराएको छ, सायद यो चाहिँ लास्टमै आउँथ्यो होला होइन, किनकि उसले के भनेछ, यो इलाकाबाट हामीलाई जानु नदिनुहोस्, उसलाई थाहा छ यसलाई सुम्पिएको यो टेरिटोरी हो, यसले यहाँ काम गरेन भने लुसिफरले उसलाई के गर्छ भन्ने कुरा उसलाई थाहा छ। हेर्नुहोस् है, अनि यो बच्चाले भन्दै थियो कि कसरी यो बच्चाभित्र शैतान बोल्दै थियो, दुष्ट आत्मा बोल्दै थियो कि कसरी उनीको दिएको कामलाई खत्तम नगर्दा, जसरी यो एउटा आत्मालाई तैँले चाहिँ 1 वर्षमा चाहिँ 5,000 जना आत्मालाई चाहिँ नरक लानुपर्छ है। तैँले लगिनस् 1 कम भइस् भने 5 चोटि चाहिँ आगो, नरकको आगोमा तँलाई तँ चोबिलिन्छस्। हेर्नुहोस्, एउटा भूत आत्मा त नरक जानु यति धेरै डरायो। मैले यो गवाई सुन्दै गर्दा नि आफै टेरिफाइड भएको थिएँ। यो सुन्नु मलाई एकदमै डर लागेको थियो। त्यो भूतले बजाउँदै त्यो छोरीबाट बोल्दै थियो कि हामीलाई त्यहाँ जान नदिनुहोस्, मुरामा त्यसो गर्छ मलाई। तर अन्तिममा प्रे गरेर 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 के गर्यो, त्यो बच्चाबाट त्यो भूत आत्मा जानै पर्ला कि, किनकि येशू ख्रीष्टको नाउँमा छुटकारा छ है, येशू ख्रीष्टको नाममा स्वतन्त्र छ। यसकाले गर्दाखेरि यहाँ बताउँदैछ। अब हेर्नुहोस् है, अब यो मान्छे चाहिँ वास्तवमै हामी नै हौँ। हामीमा पनि हिजोको दिनमा हेर्ने हो भने हामीसँग धेरै होइन, हामी रिसमा परिपक्कै भनौँ होइन, हामी दिनुमा पनि अब परिपक्कै भनौँ होइन, हामी खानुमा पनि परिपक्कै भनौँ होइन। कति कुरा भन्नाले हाम्रो कमजोरी एउटा मान्छेमा जोमा पनि हुन्छ। हामी कसैले भन्न सक्दैनौँ कि वी क्यान नट जज दिस म्यान। यो डिमन पोजेस भएको केटालाई नि हामीले यस्तो खत्तम थिएछ है, यो मान्छे त है, पापले यति भरिएको थिएछ है यो मान्छे। मैले भन्दा त्यसले त धरो पाप गरेको थिएछ र त यस्तो साह्रो भूत आत्मा लागेर भन्छ नि, नो, यो रङ हो। वी क्यान नट जज दिस पर्सन। यो वास्तवमै हामी हौ जो त्यागिएको थियो, जसलाई कब्जा गर्नु खोज्दै पनि, कन्ट्रोल गर्नु खोज्दै पनि, सुरक्षा दिनु खोज्दै पनि भागेर गएको थियो। हेर्नुहोस्, यो मान्छे वास्तवमै हामी थियौँ र प्रभुले तपाईँ अनि मलाई भेटाउनु भयो। आमेन। अब यहाँ भन्दैछ, अब 14 मा हेरौँ ल। ती सुँगुर चराउने भागे र सहर र गाउँमा खबर दिए र के भएको हो सो हेर्न मानिसहरू त्यहाँ आए। तब तिनीहरू येशू कहाँ आए र देखे कि त्यो भूत लागेको मानिस ठिक भएर लुगा लगाई बसेको थियो। हालेलुया। यो देखेर तिनीहरू डराए अनि जसले यो देखेका थिए तिनीहरूले भूत लागेको मानिस र सुँगुरहरूलाई के भएको थियो सो बताइदिए।
अनि तिनीहरूको इलाकाबाट गइहाल्नुहोस् भनी मानिसहरूले येशूलाई बिन्ती गर्न लागे। उहाँ डुङ्गामा पस्न लाग्नु हुँदा त्यो भूत लागेको मानिसले उहाँलाई रहनलाई बिन्ती गर्यो। तब उहाँले त्यसलाई अनुमति दिनु भएन। तर त्यसलाई उहाँले भन्नुभयो, तिमी आफ्नो घरमा गएर तिम्रो मित्रहरूलाई प्रभुले तिम्रो निम्ति के गर्नुभएको महान काम र तिमीलाई देखाउनु भएको ठुलो दयाको वर्णन गरिदियो। अनि त्यो मानिस हिँड्यो र येशूले त्यसको निम्ति कति ठुलो काम गरिदिनु भएको थियो सो डकोपोलियस भरि प्रचार गर्न लाग्यो र सबै मानिसहरूले अचम्म माने। आमेन। अब यहाँनिर बताउँदैछ कि कसरी यो भन्दा पछाडि हामीले अर्को पुस्तकमा लुकाको पुस्तकमा हेर्यौँ भने त्यहाँ चाहिँ यस्तो भूत लागेको मान्छे थिएछ। एउटा केटा होइन, एउटा बुवा आएर के भन्छ, हे प्रभु मेरो छोरालाई भूतले समातिरहन्छ घरिघरि। भूतले समात्दै गर्दा चाहिँ ऊ अरक्कै पर्छ अरे होइन। पहिला चाहिँ त्यो केटा चाहिँ चिरिरी खालिन्छ अरे, त्यहाँबाट अरक्कै पर्छ अरे, त्यहाँबाट फिस काट्छ अरे, उसको मुखबाट फिस निकाल्छ। अनि यो पढ्दै गर्दा मैले एकछिन नेपालको सम्झेँ क्या। स्कुलमा लाइन बस्दै गर्दाखेरि कति दिदीहरू चाहिँ त्यस्तो भन्थे क्या, कति दाजुहरू पनि अरक्कै पर त्यो। अनि मान्छेले भन्थ्यो जङ्गली लागेको भन्थे क्या। जङ्गली भने के हो? भूत। जङ्गलले नामै सुनेर हामीलाई थाहा हुनुपर्छ कि वाट इज दिस भनेर होइन। अनि के भने थिएँ, अनि उनीहरूले त्यो छुटकारा नपाएर रहेछ, त्यसरी डिमोनहरू यस्तो भएको रहेछ भन्ने मैले लर्न गरेँ। अनि यस कारणले गर्दाखेरि हामीलाई पनि शैतानले धेरै तरिकाले बान्छ है। अब हामी अहिले भूत आत्मा बिना छौँ भन्नु सक्दैनौँ हामी होइन। अहिलेको वर्ल्ड त धन कस्तो धेरै एडभान्स छ हो किन। अहिले आर्टिफिसियल के भन्छ इन्टेलिजेन्सको जमाना आइसक्यो होइन। हामीले छुट्याउनै गाह्रो भइसक्यो वाट इज यो चाहिँ राइट हो, यो चाहिँ रङ, राइट रङ होइन, यो चाहिँ ओरिजिनल हो, यो चाहिँ डुप्लिकेट हो भनेर होइन। इट्स भेरी हार्ड टु डिस्टिङ्ग्विस बिट्विन। अब त्यहाँबाट हेर्यौँ भने यो मान्छेलाई चाहिँ भूत आत्माले समातेको रहेछ। अब अहिलेको समयमा हेर्ने भने हामी टेक्नोलोजी भित्र छौँ, त्यो अनुसारले हामीसँग भूत आत्मा छ कि छैन भनेर चाहिँ हामीले जान्ने हो भनेदेखिलाई चाहिँ द मोस्ट अफ द टाइम चाहिँ अब के हुन्छ भन्दा चाहिँ अब टेक्नोलोजीमै जाउँ होइन। द एडिक्सन अफ के भन्छ, फोनकै एडिक्सन भन्छ मेन त होइन। पास्टर भ्ल्याड भने जो हङ्गर जेनेरेसनको एउटा लिडर हुनुहुन्छ, फाउन्डर हुनुहुन्छ, भर्खरकै हो उहाँ होइन। उहाँले चाहिँ त्यो स्पिरिट अफ पोर्नोग्राफी हेर्नुहोस् है, के भन्छ अश्लील चित्रहरू हेर्ने भिडियोहरू, त्यो स्पिरिट चाहिँ त्यो स्पिरिट अफ पोर्नोग्राफी चाहिँ कतिखेर उहाँभित्र पस्यो अरे भन्दा चाहिँ जब उहाँ चाहिँ टिन एज हुनु थिएछ। अब नेपाल उता हाम्रो जस्तो ठाउँमा त त्यस्तो त फोन त हुँदैन हामीसँग होइन। अनि के गर्छ, छिमेकीको घरमा सामान हेल्प गर्नुलाई उनीहरू मुभ के हुँदो रहेछ थाहा भएन, त्यो सामान चाहिँ क्यारी गर्नुलाई हेल्प गर्नु उनीहरूको सामान एउटा बोकेर भित्र लाँदै गर्दा चाहिँ त्यहाँ घरको बाउले अथवा अङ्कलले थाहा भएन, उहाँले चाहिँ त्यस्तो भिडियोज हेर्दै हुनुहुन्थेछ अरे क्या। अनि उहाँ सानो मान्छे, अनि उहाँ चाहिँ के भएर हेरे क्या। सो फ्रम द्याट डे वान हिज लाइफ चेन्ज भयो अरे। उहाँ त त्यसको एडिक्सन पो भयो अरे। भनेपछि कुनै पनि एडिक्सन, चाहे खाने होस् होइन, कुनै पनि एडिक्सन होइन, कुनै पनि फेसनको एडिक्सन भयो, टु मच चाहिँ हुनु हुँदैन। कुनै पनि अनकन्ट्रोलेबल, मैले अघि भने नि कुनै पनि आफ्नो बसमा छैन भने चाहिँ जहिले पनि त्यहाँ चाहिँ द स्पिरिट अफ स्ट्रङ म्यान हुन्छ है, तोड्नु नसकिने चाहिँ। यस कारणले गर्दा चाहिँ हामीलाई थाहा हुनुपर्छ शैतानले चाहिँ हामीलाई कसरी चाहिँ आफ्नो बसमा बनाउँछ, आफ्नो इलाकाबाट जानु मान्दैन। अनि येशू ख्रीष्टमा चाहिँ अनि मात्रै येशू ख्रीष्टमा मात्रै छुटकारा छ, जहाँ चाहिँ हेर्नुहोस् है। यसकारण परमेश्वरको उपस्थितिमा हामी एभ्री डे आउनुपर्छ। आमेन। एभ्री विक सन्डे चर्चमा भनेको होइन है, घरमा पनि वी निड टु प्रे। हामीले प्रे गर्नुपर्छ। टुमोरो हेज नट बिन प्रमिस टु एनी वान हो कि होइन। भनेपछि आजको दिन चाहिँ अन्तिम हो मेरो र प्रभुसँग म राम्रो हुनुपर्छ। वी निड टु बी गुड विथ गड। हामी प्रभुसँग राम्रो बनिनुपर्छ। मलाई बाइचान्स केही भइहाल्यो भने चाहिँ मेरो लाइफस्टाइल के छ होइन, मेरो लाइफस्टाइल के छ त्यसमा भर पर्छ। हामी वी आर गोइङ टु हेभली इन्टु द किङडम अफ लाइट अर एल्स इन द किङडम अफ डार्कनेस। यस कारणले गर्दाखेरि चाहिँ प्रभुलाई महिमा भएको होस्। अनि कसरी त्यो मान्छेलाई चाहिँ उताको पुस्तकमा हेर्यो भने अघि मैले भने फिज काट्ने त्यो भूत आत्मा लागेको केटालाई चाहिँ
उसको बाउले भन्छ घरिघरि यसलाई पानीमा पनि चोक्छ, घरिघरि यसलाई आगोमा फ्याल्छ भन्छ क्या उसको बाउले। त्यो भूत लाग्यो केटा चाहिँ उफ्रेर घरि पानीतिर भूतले चाहिँ उसलाई के गर्दैछ, मार्नु खोज्दैछ। उसलाई जति चोट लगाए पनि होइन, जति आफूलाई टर्चर गरे पनि होइन, भूत आफूले आफै त्यो घारी निगेर मार्नु सक्दैन नि त। आफूले आफैलाई मार्नु सक्छ? सायदै सक्दैन। उसले के गर्दैछ, आगोमा फ्याल्दैछ, घरिघरि आगोमा जलेर मरिहाल्छ नि, अथवा पानीमा फ्याल्दैछ, पानीमा डुबेर मरिहाल्छ नि। यसकारणले गर्दा अनि परमेश्वरले मात्रै, येशू ख्रीष्टले मात्रै, यदि पुत्रले स्वतन्त्र गर्यो भने त्यो मानिस स्वतन्त्र हुन्छ। अनि पुत्र चाहिँ ख्रीष्ट येशू हुनुहुन्थ्यो। जसरी ख्रीष्ट येशू हुनुहुन्छ र त्यो भूत लागेको, हजारौं भूत लागेको केटालाई प्रभु येशू ख्रीष्ट ठक्कै आउने बित्तिकै भूत आत्मा डराए नि।